ल सिधा दाइ कुखुराको काँचो मासु बोकेर खिचडी गर्नु जाने ल काँचो मासु बोकेर It's fucking wow. This place is so hot. है म्याथ साइन्स नेपाली इङ्ग्लिसमा कुन चाहिँ मनपर्छ तिमीलाई बुक पर्दैन पैसा त मसँग अहिले मेरोमा हाल न आउ नि त तिम्रो यहाँ भिडियोमा रेकर्ड हुँदैछ दाइ हुन्छ अहिले गरिदिन्छ नि यहाँ 4-5वटा कुखुरा यहाँ मार्नु पर्ला जस्तो यहाँ ट्याक्क लाएर होइन दाइ यो ल दाइ यसको मतलब के हो यो मा आमा यो चाहिँ मम हो यो मम्मीको चाहिँ यो भित्र पेट हुन्छ नि भित्र चाहिँ प्रेग्नेन्सी बेलाको बेबी हो क्या तपाईँ तान्दिल छ होइन त्यस्तो त्यस्तो भन्दा नि हुन्छ मैले त्यहाँ भनेपछि अब मै भन्दा नि हुन्छ मेरो मम्मी भन्दा नि हुन्छ दाइको फेरि बडी त आमा लभली छ नि फेरि अनि अब चाहिँ हामी उतातिर भित्रतिर जानु पर्यो होइन अब भित्रतिर गएपछि रमाइलो गर्नुपर्छ हुन्छ कान्छाले के पढ्दैछ कान्छा ल कान्छा तिम्रो मन पर्ने होइन म सोध्छु तिमीलाई एउटा तिमीलाई होइन मन पर्ने होइन बुकको नाम के हो किताबको नाम के बुक होइन क्या म्याथ छ त म्याथ इङ्ग्लिस साइन्स सोसलमा तिमीलाई कुन चाहिँ मनपर्छ क्या होइन कान्छा तिमीलाई होइन म्याथ है म्याथ साइन्स नेपाली इङ्ग्लिसमा कुन चाहिँ मनपर्छ तिमीलाई बुक मैले सोध्ने तरिकै गलत होला कान्छा मेरो भाइ होइन तिमीलाई होइन बुक चाहिँ कुन मनपर्छ क्या म्याथ साइन्स नेपाली सोसल इङ्ग्लिस कुन मनपर्छ सोसल मनपर्छ गुड गुड सोसल मनपर्दैछ सोसल धन्नले भन्यो है धन्नले सोसल चाहिँ भन्यो है नत्र कपी कि कपी दिइरहेछ हो सोसल चाहिँ भने युट्युबमा हो नि हत्तेरी त भाइलाई होइन म्याथ इङ्ग्लिस साइन्स सोसल भनेर सोधेको होइन कुन मनपर्छ कपी मनपर्छ पो भन्छ अनिल यहाँ चाहिँ हाम्रो यहाँ आगो बलिरहेछ भने ओहो एकछिन आगो ताप्दिउँ न केटा हो ड्याङ्ग लगाएर आम्मा लभली पाराले माया कसम बस्दिउँ न होइन It's fucking wow. This place is so hot and if I have a girlfriend, I will put here and lovely, I will love her so much. I know. तर के गर्नु गर्लफ्रेन्ड छैन म चाहिँ गर्लफ्रेन्ड नभएको हजुर के हो यो ढुङ्गाले हानेको पक्रेको थाली त ए त्यस्तो पो ल हामी चाहिँ गएको ल कुखुराले लिएर जाउँ न सोल्टी सोल्टी एउटा फिला चाहिँ काटिदिनु कति बज्यो 8 बज्यो खै कति बज्यो बज्दा चाहिँ बज्यो सक्यो दाइ टाउको चाहिँ खै त नि अनि पेटभित्र हालिदिनु भयो क्या त्यसबाट तपाईँको कोही पऱ्यो भने मात्रै अब हेर नि केटा हो यार काठमाडौँको भ्यू त फेरि लभली आउँछ नि फेरि मा कसम अख्खा आउँछ नि फेरि ओखा होइन अख्खा आउँछ नि होइन दामी होइन च्वाक आउँछ नि च्वाक लभली आम्मामा लभलीहरूको लभलीको छोरीमा यस्तो लभलीहरूकोमा पानी पनि भाइ त बवाल फेमस छ नि
मेरो बर्थडे मनाइदियो दादाको माया दादाको र मेरो माया कता दादा चुप ल भाइलाई यो भाग्यमा तिम्रो साथ देखिरहेको छैन मेरो प्रेम नाम देखिएको छैन ल सिधा दाइ कुखुराको काँचो मासु बोक्यो किचगण्डी खोज्नु जाने ल कहाँ मासतिर यत्रो जङ्गलमा किचगण्डी होइन बाघ भेटिन्छ बाघ साग भालु जे ल ल जानु ल काँचो मासु बोकेर ल्याउनु काँचो मासु बोक्नु ल ल ल ल काँचो मासु खोजिरहेको खोइ काँचो मासु ल केटा अब हामी किचगण्डी खोज्न जाँदैछौँ रातिको 2 बजे ओइ देखिया मैले किचगण्डी लु न कहाँ मलाई अगाडि पठाएको जसले भनेको अगाडि ए रन्डी कस्तो चिलाएको भनेको त मैले जुगा रहेछ त नि जुगा पो रहेछ त गुला छ यहाँ यत्रो काँचो मासु बोकेर साला गुला मासु ओइ मासला चिलाइसक्यो मलाई त खै अगाडि हिँड्दा त होइन कहाँ हिँड्छ म म जान्छु मोबाइल नझार नि फेरि मलाई कन्टेन्ट दाहरूलाई मागेको छु के जोस दाइलाई किचकन्डी भनेर थाहा हुँदैन थियो कि किचकन्डीले हाल्यो होइन करेन्ट लाग्ला करेन्टमा त्यो तात्छु त कति बालो दिएको हिँड्नु बर्थडे पार्टीमा आउँदाखेरि किचकन्डी खोज्नु हिँडेको केटाहरू लौ न ओइ माका ओइ मा चिक्ने के हो त्यो जान्नु नि त जानु न दाइ ओइ त्यो दाइ सेतो के हो काँचो मासु बोका फाल्टै बोलाएर हामी चाहिँ दाइ बचाउनै मलाई आएको छ भाल्या छ कि यत्रो घना जङ्गलमा लु जुगाले टोकेर माका चिलाइरहेको थियो क्या माका के चिलाइरहेको बचाउँदै होला होला ल म लास्टमा हिँड्छु त ल ल ओइ के हो मलाई चल्छ त च्याट गर्छ त नि कस्तो गुवायो दाइ कस्तो गुवायो मै पुगेर आउने हो क्या उता ओ ए काठमाडौँको भ्यू पनि खतरा छ फेरि केटाहरूको पछि 2 बजी मलाई के जोस आउँछ यार कस्तो गुवाइसक्यो मलाई खै मासु हात मासु छ तपाईँको अनि मासु खोइ त दाइसँग छ होला नि
ओए के हो यस्तो खिचकन्डीमा आएको छ मस्तिर हुन्छ होइन र भने केटाहरू खिचकन्डी खोज्ने हिँडे के पछि किचकन्डी थुत्रुदेखि उसले ह्या दिन्छ होला दाइ किचकन्डी भेट्यो भने ठ्याक्क सुहाउने होइन दाइ 300 मान्ने जङ्गलको बाटो के को 100 हो र बाघको डर हो तर जाम त फर्क्यो बाटै छैन लाएर कहाँ जाने तल्लो पाइलो माथि भनेको त दाइ डर माथि नजाने दाइलाई जोसाउँदै लग्नुपर्छ माथि छ लौना कहाँ लौडा जायो फेरि यहाँ कोही भूत प्रेत आत्मा कोही छ भने आइज नेगेटिभ के भन्छ त्यहाँ नेगेटिभ एनर्जी देखा ए लामो के हो उही हातमा जुगा त निकालिदिँदै मेरो कहाँनिर ए मान्छे खाइसकेछ नि त ए भाइ यहाँ देखो त लामो कहाँ आइपुग्नु चाहिँ जङ्गलको बाटो देख्नु भयो नि त्यो जङ्गल पनि मलाई थाहा हुनु बन्द गर्नलाई सुनबिम्रे पो भन्छ त लामो यस्तो जङ्गलको बिचमा उयो माया रगतले खायो त यार उतातिर जाउँ न उतातिर उता बार्स्याङतिर लड्यो भन्छ नि एउटा गइदिउँ न त के हो डराउँछ हामी साला बाघको बाघको मात्रै डर हो दाइ अरू के होइन हौ अनि च्यान चाहिँ कता हुन्छ पहिला हगेर जान्छु ल सिटी बजाउनु पर्छ अरे नि त नि यतापट्टि बास्याङ जाउँ उतापट्टि बास्याङ होइन त उता धेरै तल हो कि त्यो भूत होइन गाई जुगाले चाहिँ यहाँनिर म्यास चिक्ने ओभर हानिसक्यो अलिकति हन्टेड ठाउँ भएको चाहिँ मजा आउँथ्यो क्या के जा कहाँ जाऊँ रे त्यही हो पछाडि के आएको छ कि हेर के म अगाडि आएर हुन्छ सिधै सिधै बाटै बाटो है त यो बाटो छ त्यहाँनिर तल सिधै सिधै तर यो रुखदेखि त लास्ट 100 लाग्ने है तर बर्खाको बेलामा जङ्गलमा हिँड्दा जुगाले ओभर क्या अलैँचाको बोट रहेछ त यार अलैँची होला यार
कत्रो कत्रो ट्याङ्की रहेछ केटा हो दुइटा तर घर त यहीँ छ नजिकै छ सबभन्दा लम्बो ऊ माछी यहाँ टोकिन्छ जुगाले रन्डीको बात मजा आएन जङ्गलको बाटो हिँड्नलाई ओइ माछा झन्डै लड्यो जुगा छ कि छैन भन्ने हेर्नु पऱ्यो अब होइन यस्तोतिर पनि टोकिया हुनसक्छ देखा त खाँचो भनेर सब बोट मैले त निस्किसकेँ जुगा त छैन अब त जुगा देखाएर जुगा देखाएर देखाएर जुगा देखाएर देखाएर कहाँ खायो त खाएको छोरा यसलाई बगाइदिउँ यहाँ हामीलाई खुट्टामा टाँसिन्छ यहाँ नि अब खाएर नाचिको भन्नु भुतले फन्डिङ हान्ने गाडी जुगा टोलिएर Every day we change the world. She made the beat.